चाहिँ अहिले पाँचथरको याङबोरा गाउँपालिका याङबोरा 2 फलैचादेखि फलैचामा छु। अब यो चाहिँ मेरो गाउँ हो। अनि यहाँ म आएको भनेको हिजो आएको हो, भोट दिनको लागि आएको। अनि कुरो के भने अब धेरैले चाहिँ फ्रीको गाडी चढेर आयो होला, तर मैले चाहिँ आफ्नै पैसाले आएको हो, सोद्धा नि हुन्छ होइन। अनि अब त्यो 2000 तिर्नु ठुलो कुरा त होइन होइन, अब तर ठुलो कुरा त होइन। अब मेरो लागि त धेरै पनि हो, बेरोजगारीहरूको लागि त्यति गरेर आएको छु। यहाँ भोट पनि दिने हो। सरकार भनेको राम्रो, अब चाहिँ राम्रो काम गर्नु पर्यो, पहिला जस्तो हुनु भएन लाथ्याङ लुथुङ उदाएदा होइन। यत्रो गरेर आएको छौँ अनि भन्ने हो, त्यति हो होइन। यति दुःख गरेर आएको छौँ, देश विदेशदेखि दाजुभाइहरू आएको छन् होइन। त्यही भएर एकदम जितेर पनि जसले जित्यो भने काम राम्रो गर्ने होइन। यदि काम राम्रो भएन भने अब थाहा छँदैछ के हुन्छ अब पनि। त्यति हो है मेरो कुरा चाहिँ।